दिमागलाई हेल्दी राख्ने चारवटा ह्याबिट्सहरू पार्ट 2। हेलो एन्ड वेलकम टु द एपिसोड 12 अफ द मेन्टल डिटक्स सिरिज। पार्ट 1 मा जस्तै अब डिस्कस गरौँ ब्रेनको लागि चाहिने चारवटा अरू ह्याबिट्सहरू। नम्बर 5, कोल्ड सावर। रेगुलर नुहाइसकेपछि लास्टमा 30 सेकेन्ड जति आइस भएको वा चिसो पानीले नुहायो भने ब्रेनलाई हेल्दी राख्ने डोपामिन र सेरोटोनिन केमिकलहरू बुस्ट हुन्छ र डिप्रेसन पनि कम हुन्छ। नम्बर 5, कन्टेक्स्ट स्विचिङ, अर्थात् डिफ्रेन्ट कामको लागि डिफ्रेन्ट लोकेसनहरू युज गर्नु। जस्तै पढाइको लागि एउटा ठाउँ, रिफ्रेस गर्नको लागि अर्को ठाउँ र आफ्नो क्रिएटिभ काम गर्न अर्कै ठाउँ। यसपछि ब्रेनले डिफ्रेन्ट ठाउँसँग एसोसिएसन राख्छ, जसले गर्दाखेरि ब्रेनबाट हुने बर्नआउटहरू कम हुन्छ र मेन्टल इङ्गेजमेन्ट पनि बढ्छ। नम्बर 7, इन्टरमिटेन्ट फास्टिङ। दिनमा 8 घण्टा मात्रै खाने अनि 16 घण्टा व्रत बस्ने। यस्तो गर्नाले शरीरलाई भन्दा ब्रेनलाई बढी फाइदा हुन्छ। ब्रेन फग हराउँछ र डिसिप्लिन पनि बढ्छ। रातिको खानापछि ब्रेकफास्ट स्किप गरेर सिधै लन्च खायो भने 16 घण्टा पुगाउन सकिन्छ र बिहान खाली पेटमा केही मेन्टल च्यालेन्जिङ कामहरू गर्दा ब्रेन एक्टिभ हुन्छ। नम्बर 8, डार्क चकलेट। 70% भन्दा धेरै ककाओ भएको डार्क चकलेटको 1-2 क्युब खानाले त्यसमा पाइने फ्लेभोनोइड्सले हाम्रो दिमागमा ब्लड फ्लो बढाउँछ र ब्रेन अलर्ट हुन्छ अनि मुड पनि ह्याप्पी हुन्छ। यी ह्याबिट्सहरू आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोला। थ्याङ्क यू।